मुख र बङ्गराको जोर्नी सम्बन्धी समस्याहरू जस्तै मुख खोल्दा वा खाना चपाउँदा कानको अगाडि दुख्नु, दुखाइ फैलिएर कानको वरिपरि टाउको घाँटीसम्म असहज महसुस हुनु, मुख कम खुल्नु, मुख खोल्दा वा बन्द गर्दा कानको अगाडि किटकिट आवाज आउनु, मुख बाङ्गिएर खुल्नु वा अड्किनु, पान गुट्खा जस्ता सुर्तीजन्य पदार्थहरू लामो समयदेखि खाएर अहिले आएर मुख कम खुल्ने, मुखभित्र घाउ तथा खटिराहरू सेतो रातो दागहरू देखा पर्न थालेको छ, तातो पिरो खाँदाखेरि मुखभित्र जलन हुने जस्ता समस्याहरू देखा पर्न थालेको छ भने हरेक महिना चाहिँ यही 2081 साल चैत 9 गते शनिबार म डाक्टर मनोज शाह मुख तथा अनुहार जोर्नी रोग विशेषज्ञ काठमाडौँदेखि विराटनगर स्थित पारस अस्पतालमा आउने भएकोले विराटनगर लगायत पूर्वी नेपालका बिरामीहरू जसलाई यस्तो समस्याहरू देखा पर्न थालेको छ उहाँहरूले समयमै आफ्नो नाम दर्ता गराई उपचार तथा परामर्शको लागि पाल्नुहोला। नमस्ते।